हेलो साथीहरू, वेलकम टु माई च्यानल। म आज तपाईँहरूलाई 3x3 क्युब कसरी सल्भ गर्छ भनेर स्टेप बाई स्टेप तपाईँहरूलाई म बताउन चाहन्छु। अब यो रुबिक क्युब भन्छ यसलाई, यसको नाम रुबिक क्युब हो। रुबिक क्युब चाहिँ धेरै किसिमको हुन्छ, 3x3 हुन्छ, 4x4, पेन्टागोनल, हेक्सागोनल, तीनवटा कलर भएको नि हुन्छ ट्रायङ्गल सेपको। तर बेसिक चाहिँ हामीले सिक्नुपर्दा चाहिँ हामीले कमन चाहिँ यो 3x3 नै हो। यो चाहिँ हामीले सिक्यो भनेदेखि अरू चाहिँ हामीले इजिली हामीले बनाउन सकिन्छ। यसै प्रकार यसको बेसिक बुझ्नु पर्दाखेरि चाहिँ यसको लेयर बुझ्नुपर्छ। अप्पर लेयर, यसलाई मिडल लेयर भन्छ, यो लास्टकोलाई लोवर लेयर। त्यस्तै प्रकारले यो लेफ्ट ह्यान्ड साइडकोलाई लेफ्ट लेयर, राइट ह्यान्ड साइडकोलाई राइट लेयर, फ्रन्ट लेयर, पछाडिकोलाई ब्याक लेयर भन्छ। यस्तै प्रकारले हामीले यसको पिसहरू बुझ्नुपर्दा चाहिँ यो मिडल पिस भइहाल्यो, मिडल पिस। यो कर्नर पिस हुन्छ, यसलाई कर्नर पिस भन्छ। यसलाई बिचकोलाई चाहिँ एस पिस भन्छ। यसलाई कर्नर पिस भन्यो भने यसलाई एस पिस भन्छ। यस्तै प्रकारले यसको कलर कम्बिनेसन हुन्छ। फर्स्ट अफ अल त कलर कम्बिनेसन चाहिँ के हुन्छ भन्दाखेरि जहिले पनि ब्लूको अपोजिट जहिले पनि ग्रिन हुन्छ, अरेन्जको अपोजिट रेड, अन्त व्हाइटको अपोजिट येल्लो हुन्छ। येल्लो चाहिँ मेरो अहिले हराइरहेको छ, व्हाइटको अपोजिट येल्लो हुन्छ। यस्तै प्रकारले कलर कम्बिनेसन हामीले बुझ्नु पऱ्यो। यो चाहिँ हामीले माइन्डमा याद गर्नुपर्छ, किनभने 4x4 मा चाहिँ हामीले कलर कम्बिनेसन चाहिँ हामीले याद हुनु जरुरी छ। अनि अब फर्स्टमा हामीले मिलाउँदाखेरि चाहिँ हामीले सेन्टर पिसलाई हामीले रिफरेन्स लिएर चाहिँ मिलाउनुपर्छ। सेन्टर पिस अब जस्तै रेड भयो, यो ब्लू भयो, यस्तो सेन्टर पिसलाई हामीले रिफरेन्स लिएर मिलाउनुपर्छ। जुनैमा मिलाउँदा नि हुन्छ, तर अहिलेको लागि चाहिँ हामीले व्हाइटलाई रिफरेन्स लियौँ। व्हाइटलाई मिलाउँदाखेरि चाहिँ सेन्टर पिस व्हाइटलाई लिएर चाहिँ हामीले पहिला यसलाई प्लस बनाउनुपर्छ, एच पिस मिलाउनुपर्छ। एच पिस मिलाउँदा यो प्लस बनाउँदाखेरि चाहिँ यो सेन्टरसँग पनि मिल्नु पर्छ। जस्तै अब यहाँनिर ब्लू र व्हाइट छ। अब ब्लू र व्हाइट, अब यहाँ सेन्टर पिस ब्लू हुनु पऱ्यो, माथि व्हाइट हुनु पऱ्यो। त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ, ब्लू सेन्टर पिससँग हामीले म्याच गर्नुपर्छ। ब्लू कहाँ छ? ब्लू यहाँ छ। सिधै हामीले ब्लूसँग म्याच गरिदिउँ, ब्लूसँग सेन्टर पिससँग म्याच गरिदिउँ, यसलाई टर्न गरिदिउँ माथि, गर्दाखेरि ब्लू र व्हाइट आइहाल्यो। त्यस्तै प्रकारले ग्रिन र व्हाइट त अलरेडी मिलिरहेको रहेछ, यसलाई ग्रिन र व्हाइट अलरेडी मिलिरहेछ, यसलाई माथि टर्न गर्नु मात्रै रहेछ। ब्लू ग्रिन र व्हाइट पनि मिल्यो, ब्लू र व्हाइट पनि मिल्यो। अब यस्तै प्रकारले अरेन्ज र व्हाइट कहाँनिर छ? अरेन्ज र व्हाइट यहाँ छ। अरेन्ज र व्हाइट मिलाउनु लागि पहिला हामीले अरेन्ज कलरसँग म्याच गराउनु पऱ्यो, सेन्टरसँग। अरेन्ज सेन्टरसँग म्याच गरेपछि यसलाई सिधै अप टर्न गर्दा भइहाल्यो। अब लास्ट रह्यो हाम्रो रेड र व्हाइट यहाँनिर छ। यसलाई पनि हामीले सिधै अलरेडी सेन्टरसँग मिलिसकेको छ, यसलाई सिधै माथि लाँदा भइहाल्यो। र एच पिस भन्छ, सेन्टरसँग प्लस बन्यो। कलर मिल्यो, सेन्टरसँग कलर सबैसँग मिल्यो। अब हामीले एच पिस मिलाइसकेपछि, प्लस बनाइसकेपछि अब हामीले कर्नर मिलाउनुपर्छ। कर्नर मिलाउँदाखेरि चाहिँ हामीले व्हाइटलाई चाहिँ जहिले पनि हामीले फ्रन्ट साइडमा, लोवर साइडमा राख्नुपर्छ। फ्रन्ट साइडमा राख्दा पनि यो साइडमा राख्दा पनि भयो। यो साइडमा छ भने यसलाई हामीले टर्न गर्दा फ्रन्ट भइहाल्छ। यो साइडमा राख्नुपर्छ। यो कलर व्हाइट मुनि छ भने यसलाई पनि हामीले यहाँ ल्याउनुपर्छ, यो फ्रन्ट फेसमा ल्याउनुपर्छ। माथि छ भने फ्रन्ट फेसमा ल्याउनुपर्छ। अब व्हाइटलाई हामीले माथि लानु लागि चाहिँ हामीले पहिला चाहिँ सेन्टरसँग हामीले म्याच गराउनु पऱ्यो कलर। जस्तै अब यहाँ व्हाइट छ, यहाँ अरेन्ज छ, पहिला हामीले अरेन्जसँग सेन्टरसँग पहिला फेस म्याच गर्नु पऱ्यो। त्यहाँदेखि यसलाई टर्न गऱ्यो, यसलाई फ्रन्टमा ल्यायो व्हाइटलाई। अब यसलाई माथि लानु लागि चाहिँ यो साइडमा छ भने जहिले पनि यता टर्न गर्नु पऱ्यो, यो साइडमा छ भने यता टर्न गर्नु पऱ्यो। अब यो साइडमा छ व्हाइट, यसलाई यता टर्न गरौँ, राइटलाई डाउन, यसलाई फेरि रिभर्स, यसलाई अप गर्दाखेरि ब्लू र व्हाइट, अरेन्ज र व्हाइट मिल्यो। अब यो अलरेडी यहाँ आइहाल्यो। अब यसलाई ग्रिनसँग मिलिगएको छ यसको फेस,
अब वाइट यहाँ छ आफ्नो फ्रन्टमा छ, यसलाई पनि सेम ऐकै टर्न गर्यो, रिभर्स गर्यो, अफ गर्यो। यी अरेन्ज र वाइट पनि मिल्यो, ग्रिन र वाइट पनि मिल्यो। यस्तै प्रकारले अब यो र यो रह्यो। अब हामीले फेरि ब्लू र यहाँ वाइट छ, ब्लू र वाइट हामी पहिला ब्लू कहाँ छ यसको सेन्टरसँग म्याच गरौँ हामी पहिला, सेन्टरसँग म्याच गऱ्यो। अन्त यो वाइट छ, यसलाई फ्रन्टमा राख्यो, यसलाई फेरि लेफ्ट टर्न, राइटलाई डाउन, रिभर्स, अप, मिलेको यो पनि। अब यो अलरेडी यहाँ आयो, रेड र रेड आइहाल्यो, वाइट फ्रन्टमा छँदैछ। यसलाई फेरि टर्न गर्यो, लेफ्ट, डाउन, राइट, अप। फर्स्ट लेयर त कम्प्लिट भइहाल्यो। अब सेकेन्ड लेयर यो मिडल लेयर, यसलाई मिलाउनु, यसको सेकेन्ड स्टेप चाहिँ यो मिडल लेयर हो। यसलाई मिलाउनु लागि चाहिँ पहिला हामीले के गर्नु पऱ्यो, पहिला हामीले सेन्टरसँग कलर म्याच गर्नुपर्छ। सेन्टर र यताको सेन्टर कलर अथवा यताको सेन्टर कलर हामीले म्याच गर्नुपर्छ। जस्तै अब यहाँ रेड छँदैछ, ग्रिन यहाँ छ। अब यो ग्रिन कहाँ छ, यो यतापट्टि छ। अब यो रेडसँग म्याच गरेको, सेन्टरसँग म्याच गरेको फेस, यो मुनिको लोवर चाहिँ यतापट्टिको लेफ्टसँग मिल्दैछ भनेदेखि चाहिँ यसलाई हामीले यता नलगाएर जहिले पनि अपोजिट लानुपर्छ। अब यता सेन्टर कलरको, यहाँ छ सेन्टर कलर, तर यसलाई हामीले अपोजिट लानुपर्छ। यसलाई टर्न गर्दाखेरि चाहिँ हामीले यो डाउन गर्नुपर्छ, लेफ्टलाई, यसलाई अपोजिट लग्यो, यसको अपोजिट लग्यो, यसलाई फेरि डाउन गर्यो, यसलाई फेरि रिभर्स गर्यो, यसलाई अप गर्यो। अप गर्दाखेरि फेरि यो हाम्रो बिग्रियो, वाइट बिग्रिएपछि फेरि हामीले वाइटलाई फ्रन्टमा राख्यो, फेरि यसलाई हामीले अघिकै फर्मुला, यसलाई लेफ्ट टर्न गर्यो, यसलाई डाउन गर्यो, रिभर्स, अप। यो कलर बिचमा आइहाल्यो, यो एच पिस मिलिहाल्यो सेन्टरको। अब यस्तो प्रकारले अर्को हेरौँ। अब यो ग्रिन, यो ब्लू छ, यहाँ रेड छ। अब प्रायः हामीले सेन्टरसँग म्याच गरौँ। सेन्टरसँग म्याच गरेपछि सेन्टरसँग म्याच भयो। यो रेड यहाँ छ, रेड यहाँ छ, सेन्टर यहाँ छ, यसको यहाँ छ। यसलाई हामीले यता छ भने हामीले अपोजिट लानु पऱ्यो, यता छ भने यता लानु पऱ्यो। यस्तो प्रकारले अब रेड यतापट्टि छ, रेड यहाँ छ, हामीले यसलाई अपोजिट लानुपर्छ। यता लाँदाखेरि चाहिँ यो साइड चाहिँ हामीले डाउन गर्नुपर्छ। यसलाई यता टर्न, अपोजिट टर्न गर्यो, लेफ्टलाई डाउन, फेरि यसलाई रिभर्स, फेरि यसलाई अप। अब गर्दा फेरि वाइट बिग्रियो, सेम अहिकै। फेरि यसलाई लेफ्ट टर्न, राइटलाई डाउन, फेरि रिभर्स, फेरि अप गर्दाखेरि रेड वाइट पनि मिल्यो, यो एचपिस मिल्यो, रेड र ब्लू पनि मिल्यो। यस्तै प्रकारले अब यहाँ रह्यो हाम्रो कुन चाहिँ कलर रह्यो, ग्रिन र अरेन्ज रह्यो। ग्रिन र अरेन्ज कहाँ छ, ग्रिन र अरेन्ज यहाँ छ। अब यहाँ मुनि छ भने त मिलिहाल्छ। यसलाई यहाँ छ भने चाहिँ पहिला यसलाई यहाँ झार्नुपर्छ मुनि, अन्त मात्रै यो मिल्छ। यसलाई झार्न केही छैन, सोच्नु पर्दैन, यसलाई सिधै झार्यो, यसलाई राइट टर्न, यसलाई डाउन, यसलाई रिभर्स, फेरि अप, फेरि वाइट बिग्रियो, वाइटले माथि लैजाउँ। अब यहाँको कलर झऱ्यो नि, यहाँ झऱ्यो। अब यसलाई फेरि सेन्टरसँग मिलाउँ। अब यो मुनि छ, यतापट्टि छ, सेन्टर यतापट्टि छ, यसलाई अपोजिट लानु पऱ्यो। अपोजिट टर्न, लेफ्टलाई डाउन, फेरि यसलाई रिभर्स, फेरि अहिलेको अप्परलाई माथि लग्यो, फेरि वाइट बिग्रियो, फेरि यसलाई लेफ्ट टर्न गर्यो, राइटलाई डाउन, रिभर्स, अप। यस्तै प्रकारले यो पनि मिल्ने। अब रह्यो हाम्रो लास्ट के रह्यो, लास्ट यो पिस रह्यो, यहाँको पिस रह्यो, यो एच पिस रह्यो। यहाँ चाहिँ ब्लू र अरेन्ज हुनु पऱ्यो। ब्लू र अरेन्ज कहाँ छ, ब्लू र अरेन्ज यहाँ छ। अब पहिला ब्लू र अरेन्ज यहाँ छ, ब्लू मुनि छ, पहिला अरेन्जसँग म्याच गरौँ। ब्लू फेरि यतापट्टि छ, यसलाई पनि अपोजिट, यतापट्टि छ भने यतापट्टि टर्न गर्नुपर्छ। अपोजिट छ, यतापट्टि छ, यता टर्न गर्नु पऱ्यो, अपोजिट टर्न गर्नु पऱ्यो। यसलाई अपोजिट लग्यो, फेरि यसलाई डाउन, फेरि यसलाई रिभर्स, यसलाई अप। वाइट बिग्रियो, वाइटलाई फेरि रिभर्स, डाउन, यसलाई अप गर्दाखेरि हाम्रो मिडल पनि सल्भ भयो। आजलाई यति नै। यो दुईटा लेयर मिलाएर ट्राई गरौँ पहिला, त्यहाँदेखि यसको लास्ट लेयर मिलाउनुपर्छ। आजलाई यति नै, धन्यवाद।